सबैजनालाई नमस्कार। आज म एउटा तपाईहरु समक्ष कथा प्रस्तुत गर्न गइरहेको छु। चाहिँ एकदम मार्मिक, मर्मस्पर्शी र सुन्नलाई चाखलाग्दो छ। यो समाजमा घटेको घटनामा आधारित म कथा प्रस्तुत गर्दैछु। सुनेर साथ दिनुहोला। कथाको शीर्षक रहेको छ पुनर्मिलन। 5 वर्षपछि आज उनीसँग एक्कासी भेट भयो। हाम्रो डिभोर्स भएको थियो। डिभोर्स पछाडिको यो पहिलो भेट थियो। जब म उनलाई देखेँ मेरो शरीर काँप्न थाल्यो। आफूले आफूलाई कन्ट्रोल गरेँ। जे भए पनि माया गरेको मान्छे हो र घर सल्लाहले हामी विवाह गरेका थियौं। तर पछि हाम्रो मन मिलेन र छुटिन पर्यो। उता उनी पनि मलाई देख्न बित्तिकै जसँग भइन् र आँखाभरि आँसु टिलपिल गराउन लागिन्। माया त दुवैजनालाई थियो। हामीहरूको अनुहारबाटै प्रष्ट बुझ्न सकिन्थ्यो। यात्रा थियो हाम्रो दुवैजनाको राजधानीसम्मको अनि उद्देश्य दुवैजनाको परदेशी नै थियो। भावीले जुराएको र भेटाएको भन्नुपर्छ। मलाई उनीसँग चम्टिएर अंगालो हाली मनभरिका कुरा गर्न मन थियो। तर हाम्रो सम्बन्धमै रहेको थियो। बाटोमा जाँदै हाम्रो केही कुरा हुन पाएन, किनकि हाम्रो सिट फरक नै थियो। जब हामी काठमाडौँ पुग्यौं, मेरो मनले खोइ किन हो उनीसँग नबोली मान्दै माने। अनि भने, ए सुन त हजुर, हामी आज बेलुकाको खाना सँगै खान सक्छौं? उनी ढिलै नगरिकन हुन्छ भनिन्। अनि हामी राजधानीको गेस्ट हाउसतिर लागियो र सँगै बस्ने निर्णय गरियो। राजधानी मसँग पहिलो पटक घुम्न आएकी उनी आज देश छोडेर परदेश कमाउन जान तयार भए। जब हामी कोठामा पुग्यौं उनी असाध्यै रोइन्, किनकि उनले यसरी मन खोलेर कुरा गर्ने मान्छे कोही पनि पाएकी थिएनन् होला सायद। उनले भनिन्, जब एक्लो भइन्छ तब मात्र थाहा हुँदो रहेछ सम्बन्धको महत्त्व। जब हजुरसँगबाट म टाढिएँ, त्यसपछि मसँग साथमा छौँ है भन्ने मान्छेहरू पनि टाढिँदै गए। म जति बाँच्छु हजुरको यादमै बाँच्छु भन्ने अठोट लिएकी थिएँ। मलाई माइती घरकोले कति धेरै अनुरोध गरे बिहे गर्न, तर म मानिन। जब मैले बिहे गर्नको लागि अस्वीकार गरेँ, मलाई मेरो माइती घरबाट पनि बोझ भए जस्तो फिल गराउन लागे। कयौँचोटि त म मर्नको लागि प्रयत्न नगरेको होइन, तर भाग्यको अगाडि पनि दैवको हार हुँदो रहेछ। हजुरसँग भेट हुन लेखेको रहेछ। अनि उनी झसङ्ग हुँदै मलाई सोध्न लागिन्, हजुरको बिहे भएको छ कि छैन? अनि म मन्द मुस्कानमा जवाफ दिएँ, छैन। कहाँ तिमी जस्तो पाएर मैले पैसा कमाउन लागेँ। उनले मलाई पैसाको लागि छोडेको होइन। अनि उनी आँसु झार्दै भन्न लागिन्, मैले धेरै ठुलो गल्ती गरेछु, जुन पापको प्रायश्चित कहिले पाउँदिन होला सायद। आज मन असाध्यै खुसी लागेको थियो। खोइ किन हो संसारकै जित प्राप्त भए जस्तो लागेको थियो। उनी र म रातभरि कुरा गर्दै बस्यौं। मनका कुराहरू सबै खोल्यौं। यति बेलासम्म आइपुग्दा हामी दुवैजनाको मन एउटै भएको थियो र दुवैजनामा एकअर्काको आवश्यकताको महसुस पनि भइसकेको थियो। दुवैजना सँगै मिलेर जीवनयापन गर्ने फेरि हामीले निर्णय गरियो। अब दुवैजना विदेश नजाने र देशमै गाउँमै बसेर जीवनयापन गर्ने निर्णय गरियो। कृपया यो कथाबाट के पाठ सिक्नुभयो सबैजनाले कमेन्ट गरिदिनु होला, लाइक सब्स्क्राइब गर्नु होला। यस्तै कथाको लागि तपाईहरुको साथ सपोर्ट र सहयोगको आवश्यक छ। तपाईहरुसँग पनि यस्तै गीति कथाहरू छन् भने कृपया मलाई मेसेज गर्न सक्नुहुनेछ। आजको लागि धन्यवाद।